हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। र आज म यो मिल मेसिन स्टार्ट गर्नु गइरहेको छु है। म मिल मेसिन नै काम गर्छु, मिल मेसिन चलाउँछु। म यहाँ हेर्न सक्नुहुन्छ कसरी स्टार्ट गर्नुपर्छ भनेर। सर्वप्रथम त यहाँ ब्याट्रीको स्विच छ, ब्याट्रीको स्विच अन गर्नुपर्ने हुन्छ है। अन गरिसकेपछि यहाँ अन गर्नुपर्ने हुन्छ, अन यसरी हुन्छ। अनि त्यसपछि अन गरिसकेपछि यहाँ त्यसको कभर उठाउनु पर्ने हुन्छ। सर्वप्रथम त कुनै पनि मेसिनमा ओइल पानीहरू चेक गर्नुपर्ने हुन्छ। त्यस अन्तर्गत मैले यहाँ कभर उठाउँदैछु है। त्यसपछि म ओइल सुरुमा म पानी चेक गर्नेछु। पानी यदि कम्ती भयो भने हाल्नुपर्ने हुन्छ। यहाँ म हाल्दैछु। यहाँ चाहिँ पानी सधैँ नै 4-5 लिटर जति चाहिन्छ। 4-5 लिटर यहाँ हाल्नै पर्ने हुन्छ है। यहाँ हेर्न सक्नुहुन्छ म 4 अलिकति पानी हाल्दैछु। अनि हालिसकेपछि त्यसपछि मैले ओइल पनि चेक गरेँ, जुन यहाँ भिडियोमा इन्क्लुड गरेको छैन। र यो भयो जुन यो लकहरू छ, लकहरू म ओपन गर्दैछु स्टार्ट गर्नको लागि। यहाँ हेर्न सक्नुहुन्छ प्यानलहरू मैले ओपन गर्दैछु। जुन लकहरू लागेको थियो, यो चाहिँ बोर्ड, यो पुरै कन्ट्रोल बोर्ड हो। यो कन्ट्रोल बोर्डमा यसरी यो तल राखेर यहाँ लक लगाएर राख्नुपर्ने हुन्छ। यदि लक लगाएर यदि राखेन भने यहाँ झर्न सक्छ है। अनि त्यही भएर यहाँ लक लाउँदैछु। अनि त्यसपछि मैले लक सबै ओपन गरिसकेँ। बोर्डमा जुन भएको यो कभरहरू छ, त्यो कभरहरू मैले हटाइसकेको छु। अब त्यसपछि म यहाँ अन गर्नेछु चाबी स्टार्ट गर्नको लागि। स्टार्ट गर्न आँटेको छु मैले चाहिँ। यहाँ अब यहाँ यो विडगेन, यो कन्ट्रोल बोर्ड हो, हेर्न सक्नुहुन्छ कन्ट्रोल बोर्ड विडगेन। अनि यो पुरै यो हरिसकेपछि है, त्यसपछि यहाँ हरियो थिच्ने बित्तिकै यहाँ स्टार्ट हुन्छ, हेर्न सक्नुहुन्छ। र स्टार्ट गरिसकेपछि म यहाँ सुरु चाहिँ यो हाम्रो मेसिन र उता चाहिँ पल्लो चाहिँ साथीको मेसिन हो। र साथीले चाहिँ स्टार्ट गरिसकेको छ यो मेरो। अनि मैले चाहिँ यहाँ काम चाहिँ सुरु पनि गरिसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हस् त, पुरा भिडियो हेर्नु भएकोमा धन्यवाद है त।